भिडियो बनाउनु चक्कर बिहान बिहान ल मेरो खाना आइसक्यो खाना चिकन गर्मीले मऱ्यो यार यहाँ चाहिँ होइन आई लाइक यु त भन्यो नि हेलो साथी गुड मर्निङ के छ हालखबर सबैजना सन्चै आरामै हुनुहुन्छ आज फेरि मेरो दिनको सुरुवात भइसकेको छ र मैले आफ्नै घरमा ल्याएको अर्ग्यानिक चिया सिड्स र दही हालेर अब खाएर जान लागेको छु अब आज मेरो खासै काम छैन बाहिर निक्लिनुपर्ने अफिसमा एकचोटि मात्र निक्लिन्छु त्यति बेला चाहिँ क्याप्चर हुन्छ अनि त्यसपछि चाहिँ जिम हो अब त्यतितिर भेटौँला होइन लेट्स सी आज के कस्तो हुन्छ भिडियो लास्टसम्म हेरेर इन्जोय गरिदिनु होला थ्याङ्क यू त्यो हिजो उता गएको यार आउँदा सुत्ता ढिलो भयो थियो निद्रा लागेर मलाई त के गर्ने होला खै पानी किन्न जानु पऱ्यो पानी खानु पऱ्यो होइन निद्राले झ्याप बनायो कि मलाई त एउटा मोस्टर खानु पऱ्यो निद्रा लाग्यो मलाई लास्टै अब यो आँखा पनि राम्रोसँग खुले जस्तै फिल भयो भने आँखा पनि डुलो भयो जस्तो भइरहेको छ एउटा चाहिँ पानी किन्नु पऱ्यो यति गरेपछि चाहिँ हुन्छ चाहिँ निद्रा छोड्छ चिसो पानी र अनि मोस्टर खाएपछि चाहिँ अनि एकछिन काम गर्नुपर्ने हुन्छ मेरो ब्रेक भयो अब होइन अब म चाहिँ अब खाजा खाना गएँ नेपाली रेस्टुरेन्ट चाहिँ आज खाना ल्याएको छैन त्यही भएर काम गरेर खाना खानु पऱ्यो साझा खाना नै भने त अब फेरि गरेको कामै लाग्दैन डाइट गरेको फेरि सबै खेर जान्छ त्यही भएर गएर त्यहाँ खाना खानु पऱ्यो ल मेरो खाना आइसक्यो खाना चिकन दाल अचार पापड अनि यो चाहिँ खै के को अचार हो होइन खाना आइसक्यो अनि यो यसमा सेटमा लस्सी पनि आउँछ हल्का त्यो चाहिँ सेट भइरहेको भयो दुइटै यो चम्चा चिकन रहेछ फेरि त्यही हो होइन अब म खानासाना खान्छु खानासाना खाएर अनि फेरि अफिस पुगेर कस्टमरलाई लिएर गइहाल्नु पर्ने छ 3 बजे 2:10 भइसक्यो अहिलेको टाइम अब 10-20 मिनटमा खाना खाएर निक्लिहाल्छु क्योकि आज फेरि बस्न पाउँदैन जस्तो छ खाना खाएर सकियो होइन टक्क लगाएर अब के भन्छ हल्का जुस छ जुस खानु पऱ्यो कि खासै पनि खानु नहुने हो होइन एकछिन गरेपछि गुलियो छ अब केही दिनमा यो पनि छोडिदिन्छु दिदीको खाजा पनि आइसक्यो होइन प्याकिङ फुड अब म चाहिँ यहाँबाट निक्लेँ किनकि म खाना मात्र खाएँ आज 1 घन्टा ड्युटी बसेँ किनभने अफिस गएर त्यो मान्छे आउँछ त्यही भएर आउनुभन्दा अगाडि कस्टमरलाई वेट गराउनु त भएन पुरो आफै वेट गरेको राम्रो होइन कस्टमरलाई वेट गराउनुभन्दा चाहिँ आफै वेट गरेको राम्रो भनेर म चाहिँ यहाँ कस्टमरलाई लिएर आएको छु यतातिर अब उसलाई देखाउनु चाहिँ भएन कामको लागि निक्लिसकेको छु आई जस्ट टेक माई भिडियो एन्ड म यहाँबाट अब उसलाई रुम देखाएर फर्किन्छु होइन अब के कस्तो हुन्छ अनि ओके भयो के भयो अनि पछि भन्छ है त साथीहरू भनेर गयो होइन कस्टमरलाई चाहिँ सर्च भनेर गएको छ अब यही यो रुम चाहिँ रुम फिक्स भइसक्यो चाहिँ अब चाहिँ यहाँबाट निक्लिन्छु म रुमको सबै खाएको नि गरेँ गर्मी भयो यार एसी रहन्छ सब फिक्स गरेँ अब अफिसतिर जान्छु म चाहिँ लुगाहरू यही हो यहाँ फाल्यो अब म जिम आइसकेँ अब ड्रेस चेन्ज गरेर ट्राइसेप छ ट्राइसेप हाल्न जान्छु म चाहिँ त्यही छ है पसिनाले पुरै गलेको छ खतराको अब छ होइन त्यही पनि गर्नु परिहाल्यो म रेडी भइसकेँ होइन अब ठक्क लागेर चाहिँ हुन्छु है त साथीहरू है त मेरो जला निक्लिन्छ अब आएर म यो बटरफ्लाई एक्सर्साइज हानिरहेको छु
छोको होइन अघि फिलिपिन्स नै छैन ल साथीहरू म जिमबाट घर पनि आइसकेँ आएर म चेन्ज गरेर अब खाना खान लागिसकेँ मेरो यो चाहिँ यहाँ 2टा आलु छ अनि अन्डा करी यहाँ अन्डा एउटा छ यहाँ 2टा अन्डा छ 3टा अन्डा भयो गाजर काँक्रो अनि यो मिसो सुप हो यो जापानको एकदम हेल्दी सुप गर्मीमा चाहिँ अलिक खान गाह्रो हुन्छ तातो चाहिँ तर ठिक छ अब हेल्दी सुप बनाएर खान लगाएको त्यही हो अब आजको मेरो भिडियो यहीसम्म हो मन पऱ्यो लाइक सेयर सब्सक्राइब गरिदिनु होला मन नपरे पनि लाइकसम्म गरिदिनु होला है ल थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई 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 गुड नाइट